11मा अध्ययनरत छात्र आजको समयमा हाम्रा खेतबारीमा हाम्रा अभिभावकहरूले विभिन्न रासायनिक पदार्थहरू प्रयोग गर्दै आउनु भएको छ, जसका कारणले हाम्रो खेतको उर्वरा शक्तिहरू घट्ने, हाम्रो अन्न बालीहरू पनि एक समयमा धेरै फल्ने भयो, अर्को समयमा थोरै फल्ने भएको छ, जसका कारणले हाम्रो वातावरण पनि प्रदूषण भइरहेको छ। पानीहरूदेखि लिएर मानिसलाई पनि विभिन्न रोग लाग्ने भएका छन्। आज हामीले कक्षा 11मा हाम्रै वातावरणमा पाइने विभिन्न जडीबुटीहरूलाई हामीले सङ्कलन गरेर हामीले चाहिँ प्राकृतिक कीटनाशक औषधि निर्माण गर्ने तरिकाहरू छलफल गर्यौं। त्यसमा चाहिँ सम्पूर्ण साथीहरूले विभिन्न आफ्नो घर वरिपरि बाटोतिर पाइने गाई वस्तुले नखाने तितो, टर्रो, अमिलो, पिरो जस्ता जडीबुटीहरू लिएर आएर प्रस्तुत गर्नुभएको छ, जसमा चाहिँ असुरो, आँप, अम्बा, जय, तितेपाती, भोकटे, पानी अमला, बकैनोक, टिमुर, लसुन, तेजपत्ता, घिउकुमारी, खोर्सानी, टमाटर, बोझो, अमला, अदुवा, बेसार, कलकलो, केतुके, तोरी जस्ता आदि सामानहरू ल्याएका छन्। त्यसमा चाहिँ हामीले कीटनाशक औषधि बनाउँदाखेरि त्यसमा चाहिँ हामीले आफ्नै वस्तुको गाई भैँसीको गहुत मिसाउनु पर्ने रहेको छ। सबैभन्दा पहिले हामीले यस सम्पूर्ण जडीबुटीहरूलाई सङ्कलन गर्ने, यसमा अरू आफूले जानेको जति जडीबुटीहरू मिसाउन पनि सकिन्छ। यो बाहेक त्यसमा सबैभन्दा यसलाई हामीले सङ्कलन गरेर राम्रोसँग पखालेर यसमा रहेको फोहोरहरू हटाई यसलाई राम्रोसँग पिटेर त्यसको शुद्ध झोल निकाल्ने त्यसलाई फिल्टर गरेर त्यसमा गाई भैँसीको गहुत मिसाउने। त्यसमा चाहिँ आफ्नो खेतबारी कति रहेको छ त्यसको अनुसारले आफूलाई कति चाहेको छ त्यति मात्र मिलाएर गहुत मिसाएर हामीले आफ्नो खेतबारीमा लगाउन सकिन्छ, जसका कारणले हाम्रो खेतबारीको उर्वरा शक्ति बढ्ने हुन्छ। त्यसमा चाहिँ हामीले खुर्सानीहरू आफ्नै घरको भान्सा कोठामा रहेको खुर्सानी, टमाटर, अदुवा, बेसारहरू हाल्दाखेरि चाहिँ सबैभन्दा उत्तम हुन सक्छ, जसका कारणले हाम्रो खेतबारीमा कुनै प्रकारको मानिसमा कुनै प्रकारको हानिकारक पनि हुँदैन।